हेलो एन्ड नमस्कार सबैजनालाई स्वागत छ मेरो एउटा छोटो मिठो भिडियोमा। पुनः फेरि एउटा अर्को भिडियो लिएर आएको छु र आज भने यो भिडियो अलिक भिन्दै खालको रहेको छ। मेरो सेयर सम्बन्धी भिडियो रहेको छ। त्यसको पनि तपाईले मेरो सेयरको पासवर्ड बिर्स्नुभयो भने कसरी रिसेट गर्ने भन्ने सम्बन्धी यो भिडियो बनाएको छु र के कसरी मेरो सेयरको पासवर्ड रिसेट गर्ने सम्पूर्ण प्रक्रियाहरू के छन् त्यसमा केन्द्रित भएर यो भिडियो ल्याएको छु र आशा छ तपाईले अन्त्यसम्म यो भिडियो हेरेर साथ सहयोग दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ म तपाईलाई मेरो मोबाइलको स्क्रिन मार्फत के कसरी मेरो सेयरको पासवर्ड रिसेट गर्ने भन्ने प्रक्रियाहरू सम्पूर्ण देखाउन चाहन्छु। मोबाइलको स्क्रिनमा देख्न सक्नुहुन्छ। अब म कसरी मेरो सेयरको पासवर्ड चेन्ज गर्ने भन्ने विषयमा तपाईलाई म देखाउन गइरहेको छु। सुरुमा तपाईँ गुगल क्रोममा जानुहोस्। जस्तै म यहाँ गएर देखाउँछु। यसमा तपाईले मेरो सेयर भनेर पनि सर्च गर्न सक्नुहुन्छ। यसरी मेरो सेयर सर्च गरिसकेपछि तपाईले हाल्नुपर्ने हुन्छ सुरुमा माथिपट्टि कुन बैंकको डिम्यान्ड अकाउन्ट हो त्यस यसमा चुज गर्ने। जस्तै मैले एक्जाम्पलको लागि ग्लोबल आइएम बैंक ग्लोबल आइएम क्यापिटल चुज गर्छु र यसको युजर आइडी अनि मैले यहाँ राख्छु। पासवर्ड मलाई थाहा छैन। अब पासवर्ड थाहा छैन अब के गर्ने भन्दाखेरि तलपट्टि अप्सन देख्न सक्नुहुन्छ। फर्गेट योर पासवर्ड भन्ने अप्सनमा क्लिक गर्नुपर्छ। त्यसमा म क्लिक गर्छु र यसरी यसको अर्को साइट खुल्छ र यसमा पनि तपाईले ग्लोबल आइएमए क्यापिटल यो मेरो मात्रै है। यो ग्लोबल आइएमए तपाईको जुन छ त्यही बैंक वा त्यही क्यापिटल चुज गर्नुपर्छ। यहाँ अरु पनि टन्नै क्यापिटलहरु हुन्छन्। जस्तै मैले अहिले फर एक्जाम्पलको लागि चाहिँ ग्लोबल आइएमए क्यापिटलको दिएको छु। त त्यसमा युजर आइडी राख्नुपर्छ र तपाईले यो जीमेल आइडी तलपट्टि जीमेल आइडीमा चाहिँ तपाईले डिम्याट अकाउन्ट खोल्दाखेरि जुन जीमेल दिनु भएको छ त्यही जीमेल राख्नुपर्छ है। त्यसमै जान्छ तपाईको रिसेट योर पासवर्ड नम्बर भनेर जीमेलमा जान्छ। तपाईको इंग्लिशमा डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। म इंग्लिशमा डेट अफ बर्थ राखेर देखाउन गइरहेको छु। सकेपछि तपाईले सेन्ड गर्नुपर्ने हुन्छ। न्यू पासवर्ड हैज बीन सेन्ड योर इमेल भनेको छ। तपाईको नयाँ पासवर्ड तपाईको जीमेलमा गइसक्यो। अब म तपाईलाई जीमेल खोलेर देखाउँछु र यसरी देख्न सक्नुहुन्छ मेरो सेयरमा पासवर्ड रिसेट भनेर आइसकेको छ। यसलाई क्लिक गर्नुपर्छ। यो पासवर्ड तपाईले कपी गर्नुपर्छ। सुरुमा पासवर्ड कपी गर्नुस्। पासवर्ड कपी गरिसकेपछि अब तपाईले मेरो सेयरमा मेरो seer.cdsc.com.np भन्ने अप्सन देख्नुहुन्छ। त्यसमा क्लिक गर्नुपर्छ। यसरी क्लिक गरिसकेपछि अब तपाईले आफ्नो क्यापिटल लुट्नु। जस्तो मेरो ग्लोबल भयो ग्लोबल लुट्छ। त्यही युजर आइडी हाल्नुहोस्। त्यसबाट यो पासवर्डमा तपाईको जीमेलमा जुन पासवर्ड थियो त्यही पासवर्ड अहिले मैले कपी गरेको थिएँ। अब यहाँ मैले पेस्ट गर्छु र लगइन गर्नुपर्छ। अब यसो लगइन गरिसकेपछि अब तपाईले यहाँ विशेष ख्याल गर्नुपर्ने कुरा के छ भने ओल्ड पासवर्ड भन्ने छ। ओल्ड पासवर्ड भनेको तपाईको अघि जीमेलमा आएको पासवर्ड नै राख्नुपर्छ। ओल्ड पासवर्ड त्यसलाई म कपी गर्छु पेस्ट गर्छु। पेस्ट अब न्यू पासवर्डमा तपाईले आफ्नो पासवर्ड राख्न सक्नुहुन्छ र यसरी मैले पासवर्ड राखिसके। अब मैले यसलाई चेन्ज योर पासवर्ड भन्ने अप्सनमा क्लिक गर्छु। चेन्ज हैज बीन सक्सेसफुल पासवर्ड भनिसक्यो। अब तपाईले अघि राखेको पासवर्ड सक्सेसफुल भयो। अब तपाईले आफ्नो पासवर्ड राखेर मेरो सेयर खोल्न सक्नुहुन्छ। तपाईलाई भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव वा प्रतिक्रिया दिन नबिर्सनु होला वा यस्तै सम्बन्धित थप अन्य कुरा जानकारी भएमा मलाई कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुन्छ वा पर्सनल नम्बरमा फोन पनि गर्न सक्नुहुन्छ। धन्यवाद।